भएछ। विरक्तो वैष्णवो विप्रो वेदशास्त्र विशुद्धकृत दृष्टान्त कुशलो धीरो भक्ता कार्य इति निष्प्रिया। श्रीमद् भागवतमा पहिले भनिदिएको छ, कथा गर्नुभन्दा अगाडि पहिला वक्ता चयन गर्नुहोस्। त्यो कस्तो हुनु पर्यो? विरक्त हुनु पर्यो। भनेको घर गृहस्थी सबै रक्त सम्बन्ध विच्छेद रक्त सम्बन्ध इति विरक्त। आफ्नो रगतका नाताहरूको सम्बन्ध भन्दा पनि नाता कहाँ लाएर जोडेको छ? भगवानसँग जोडेको चाहियो। अब घरमा श्रीमती पनि हुनुहुन्छ, सबैजना छन्। कथा भन्नुभन्दाखेरि तिलरी कत्रो दियो भन्ने ध्यान हुन्छ कि त्यो वक्ताहरूले। जय श्रीमन्नारायण। तिलरी नली घर गयो भने घर पस्न गाह्रो छ, पण्डितजीलाई पनि गाह्रो छ। बोल भक्त वत्सल भगवानको जय। त्यस कारणले सबैतिरको हेर्नु पर्यो। त्यस कारणले विरक्त चाहियो। केही मतलब छैन, केवल भगवानलाई प्रसन्न गराउनु मात्र ध्यान। त्यही भएर विरक्त वैष्णव। भागवत यद वैष्णवानाम धनम। श्रीमद् भागवत भनेको वैष्णवहरूको धन हो। त्यस कारणले त्यो धन बाँड्ने अधिकार पनि उसैलाई हुनु पर्यो नि, होइन? जसको धन हो त्यसैले बाँड्नु पर्यो। नारायण। त्यस कारणले ब्राह्मण त हुनै पर्यो, वेद शास्त्रको अध्ययन गरेकै हुनु पर्यो। दृष्टान्त कुशलो धीरो, धीर हुनु पर्यो, साधु सन्त हुनु पर्यो, विनय हुनु पर्यो, भगवानको अनन्य शरणागत हुनु पर्यो। अनि यति निष्क्रिय यी सबै गुण विद्यमान भएर पनि फेरि निर्लोभ भएको, लोभ नभएको। त्यस कारणले त्यस्तो सम्पूर्ण